अमेरिकामा पैदल यात्रा गरिरहनुभएका बौद्ध भिक्षुहरूलाई स्थानीय प्रहरी प्रशासनले सुरक्षा त दिइरहेको छ उहाँहरूको यात्राका क्रममा। यसका साथसाथै स्थानीय सरकारहरूले पनि बाटो बाटोमा भेटेर उहाँहरूलाई सम्मान गर्ने काम गरिरहेको छ। एउटा भिडियो यहाँलाई म देखाउन चाहन्छु, मेरो मोबाइलमा छ। उहाँहरूको अफिसियल अकाउन्टबाट लिएको मैले। यो चाहिँ नि गभर्मेन्टको फेसबुक अकाउन्ट हो। सिटी अफ कोलम्बिया गभर्मेन्ट, साउथ कैरोलिनाको सिटी अफ कोलम्बियाले आफ्नो फेसबुक अकाउन्टमा, आधिकारिक फेसबुक अकाउन्टमा पोस्ट गरेको रिल हो यो। हेर्नुभयो भने अचम्म लाग्दो दृश्य छ। पुलको माथि हजारौँ हजार मानिसहरू बौद्ध भिक्षुहरूसँगै वाक गरिरहनु भएको छ। त्यस्तै गरिकन अर्को एउटा भिडियो छ जहाँ फेयरफिल्ड काउन्टी, साउथ कैरोलिना राज्यको फेयरफिल्ड जिल्ला, यहाँ काउन्टी भनिन्छ, हामी जिल्ला भनेर बुझ्दाखेरि केही फरक पर्दैन। त्यहाँका अधिकारीहरू बाटोमा बौद्ध भिक्षुहरूलाई भेटेर उहाँलाई सम्मान गरिरहनु भएको छ है। त्यसपछि अर्को एउटा भिडियो पनि म तपाईँलाई देखाउन चाहन्छु। यहाँ टेक्ससमा 2 जना प्रहरी अधिकारीहरूले बौद्ध भिक्षुहरूबाट ब्लेसिङ स्ट्रिङ, डोरो भनिन्छ नि हामीहरू, हो त्यस्तो ब्लेसिङ स्ट्रिङ उहाँहरूले बाँधिरहनु भएको छ। मिडियाहरूले पनि राम्रो कभरेज गरिरहेका छन्। राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियाहरूले BBC, रोयटर्स, CNN, वाशिङटन पोस्ट, इभन फक्सहरू सबैले कभर गरिरहेका छन्। अनि यो यस्तो समयमा आएको छ कि मलाई के लाग्छ भनेदेखि हामी सम्पूर्ण मानव समुदाय, संसारभरिका मानव समुदाय यतिखेर अत्यन्त प्यासी, व्याकुल र बेचैन भएको कठिन घडीमा कहाँबाट युनिभर्सले, भगवानले, विधाताले हैन यो एउटा मौका जुराइदिनु भयो, कहाँबाट यो डिभाइन ब्लेसिङ्स प्राप्त हुने मौका भएको छ। अब यसलाई कसरी लिने भन्ने चाहिँ हामी आफूमा भर पर्ने कुरा हो। तर आई थिङ्क दिस हेज अलरेडी चेन्ज अ लट अफ पिपल्स लाइफ। मैले अघिल्ला भिडियोहरूमा पनि भनेको छु, मैले लगातार भिडियोहरू बनाइरहेको छु, मलाई अत्यन्तै टच गरेको छ। मलाई लाग्छ धर्म भनेकै यही हो। धर्म भनेको त सत्य हो नि त। सत्य यही हो कि मानिसमा अन्तर्निहित जुन शान्ति छ त्यसलाई कसरी प्राप्त गर्ने भन्ने त्यो ज्ञानको खोजीमा हिँड्नु नै धर्म हो जस्तो लाग्छ मलाई चाहिँ।